हेलो गाइस, हेलो साथीहरू नमस्कार। म आजको क्लासमा 9 क्लासको समूह भन्ने च्याप्टरमा म आज पढाउने गइरहेको छु। फर्स्ट अफ अल हामी 9 क्लासको सबै बेसिक कन्सेप्ट लिएर पुरै कन्सेप्ट सिकाउनेछु। म आजको क्लासमा धेरै कुरा बताउनेछु है, राम्रोसित हेर्नुहोला र बुझ्नुहोला पनि। फर्स्ट अफ अल हामी सेट भन्ने च्याप्टर पार्ट 1 9 क्लासको म्याथ समूह। सेट मतलब के हुन्छ भने समूह। सेटको नेपालीमा के भनिन्छ? समूह है। त्यसपछि हामीले यहाँ केही नियमहरू सिकाउनेछौँ है। सेटमा जान्नुपर्ने केही नियम, जस्तै कि फर्स्ट अफ अल हामीले पहिलो नियम के छ भने यहाँ 1 नम्बरमा तपाईँले म बुझाउनेछु 1 नम्बरको नियम के हो र हामीलाई कसरी यहाँ सहयोग मिल्छ। अब म बिस्तारै तपाईँहरूलाई सिकाउने छु। फर्स्ट अफ अल हामी शब्दसँग समस्या, यहाँ शब्दसँग समस्याहरू के छ है, शब्द कसरी बुझ्ने सेटमा र यसमा समस्याहरू आउँदै गर्छ। केही स्टुडेन्टहरूलाई धेरै समस्या हुन्छ कसरी बुझ्ने। अब यहाँ फर्स्ट अफ अल हामी विद्यार्थी सङ्ख्या जामा सङ्ख्या जहाँ भनिदियो जमा, यानि कि इङ्ग्लिसमा यसलाई टोटल भनिन्छ। त्यसलाई हामीले यहाँ युसम्म नम्बर युसम्म जनाउने गरिन्छ। यसलाई के गरिन्छ भने यसलाई यु जनाउने गरिन्छ है, यु है। जमा सङ्ख्या भनिदियो भने अनि कतिपय केही एउटा शब्द आउँछ जसमा यही सब बुझ्नुपर्छ। यो 9 क्लासको राम्रो क्वेसन्स यसमा म पढाउने छु, तपाईँहरूलाई राम्रोसित बुझ्नु होला है। त्यसपछि यसलाई यु मान्ने गरिन्छ है, यु मान्ने गरिन्छ है। म तपाईँहरूलाई सबै कुरा सिकाउँछु अनि मेरो युट्युब च्यानलमा गएर पुरै कुरा सिक्नेछौँ र यसको सल्युसन पनि म हालेको छु। र अब यसमा के हुन्छ भने फर्स्ट अफ अल तपाईँहरूले बुझ्ने कसरी त्यही कुरामा डिपेन्ड पर्छ। बुझिहाल्नुहुन्छ भने सबै कुरा हुन्छ है। अब यहाँ मन पराउने एउटा भएछ है, मिस्टेक अलि भएको छ है। यसमा मन पराउने ए युनियन बी हुन्छ है। यसमा मन पराउने ए युनियन बी हुन्छ, लेखाएको छ मिस्टेकली, तर पनि म सिकाउने छु, तल दिएको छु। र यसमा ए युनियन बी हुन्छ है, नम्बर अफ ए युनियन बी। र त्यसपछि हामीले यसलाई स्पष्ट पार्नेछौँ है, राम्रोसित बुझ्नु होला है। त्यसपछि यहाँ तेस्रो नम्बरमा के छ भने तेस्रो नम्बरमा के छ भने यहाँ दुवै मन नपराउने विद्यार्थी सङ्ख्या भनिदियो। यस्तो शब्द आउँछ जसलाई यहाँ दुवै मन नपराउने विद्यार्थी सङ्ख्या भनिदियो भने र त्यसलाई हामी ए युनियन बीको कम्प्लिमेन्ट भनिन्छ। बुझ्नु होला राम्रोसित है, मेरो कुरा सुन्नु होला, त्यो लेखेर बस्नु नहोला है स्टुडेन्ट्स, राम्रोसित मेरो कुरा बुझ्नु होला। त्यसलाई ए युनियन बीको कम्प्लिमेन्ट भनिन्छ है। ए विद्यार्थी राम्रोसित बुझ्नु है। त्यसपछि मैले यहाँ अरू सब्जेक्टको पनि गर्दै जान्छु, तपाईँहरूलाई राम्रोसित बुझ्नु होला र मेरोसित मेरो च्यानलमा जोड्नु होला है। राम्रो लाग्छ भने त्यसलाई सब्सक्राइब पनि गर्नु होला है। र त्यसमा अब मैले अझै कुरा जोड्नेछु है। यसमा अब त्यो मात्र एकैछिन है, त्यो के हुन्छ भने यहाँ हामीले कुनै यसमा एउटा मात्र मन पराउने भनिदियो भने यसमा ओन्ली नम्बर अफ ए बुझ्ने है। जस्तै मात्र मान्नु छ है, ओन्ली नम्बर अफ ए बुझ्ने है। एउटा मात्र मन परायो भने यसलाई ओन्ली नम्बर अफ ए बुझ्ने है। एउटा मात्र मन परायो भने यसलाई ओन्ली नम्बर अफ ए बुझ्ने है। म बार भन्दैछु है, मेरो कुरा स्पष्ट सुन्नु है। मेरो कुरा सुन्दाखेरि राम्रो लाग्छ है। यसलाई ओन्ली नम्बर अफ ए भनिन्छ र जस्तै भनिदियो भने मात्र बी मन परायो भने त्यसलाई ओन्ली नम्बर अफ बी भनिन्छ, ओन्ली नम्बर अफ बी भनिन्छ। अब त्यस्तै गरी मर्दैछु, बिस्तारै तपाईँहरूलाई बुझाउने छु र मेरोसित जोड्नु भएको छ भने राम्रो लाग्छ है। मात्र भनिदियो भने मात्र त्यो के हुन्छ भने ए युनियन। अब मन पराउने मात्र, जस्तै कि मन पराउने विद्यार्थीको सङ्ख्या भनिदियो भने त्यसलाई ए युनियन बी बुझ्नु है। मन पराउने विद्यार्थीको सङ्ख्या भनिदियो है, त्यसलाई ए युनियन बी बुझ्नु है। र त्यसपछि हामीले यहाँ धेरै कुरा स्पष्ट पार्नेछौँ है, एकैछिन है। र त्यसपछि
कतिपय भनिदिन्छ भने भेन चित्रभित्र कलर गर्नु है, भेन चित्रभित्र कलर गर्नु है, जस्तै रङ लगाउनु है। अब त्यसमा ए युनियन बी भनिदियो भने दुइटैमा कलर गर्नु है। म सिकाउनेछु है, बिस्तारै बिस्तारै सिकाउनेछु है। हो, म यही कुरा भन्न चाहन्छु स्टुडेन्टसँग। स्टुडेन्टले मलाई जति पनि सोद्धाखेरि हुन्छ है, मेरो नम्बर चाहिँ मिलिहाल्छ, मसँग जोड्नुहुन्छ भने, अनि त्यसमा जोड्नुहुन्छ, सबै कुरा मिलिहाल्छ है। पहिलो नियम हामीहरूको भयो है। पहिलो नियममा यति त भयो, तर अझै पनि म रुल सिकाउनेछु तपाईँहरूलाई। मलाई आशा छ बुझ्नुभएको होला। पुरै नियम हेर्नु राम्रोसित, र ए टु जेड म लेखाइदिएको छु, र त्यसपछि म अझै राम्रोसित बुझाउनेछु है। यहाँ हेर्नु है, राम्रोसित म पुरै क्लियर गर्छु है। पुरै कन्सेप्ट तपाईँहरूलाई क्लियर गर्छु विद्यार्थी। राम्रोसित यो विद्यार्थी राम्रोसित जोड्नुभयो। यहाँ हेर्नु है। अब के गर्नु, यहाँ नियम 2। नियम 2मा के हुन्छ भने चित्र सम्बन्धी समस्या। कतिजना स्टुडेन्टलाई, धेरै स्टुडेन्टलाई म हेरेको छु, चित्र सम्बन्धी समस्या धेरै आउँछ। भेन चित्र कसरी प्रयोग गरेर बनाउने, भेन चित्र कसरी प्रयोग गरेर बनाउने कतिजना स्टुडेन्टलाई थाहा लाग्दैन। अब म यसलाई राम्रोसित यसलाई टुक्रा पारेर म सिकाउनेछु है। राम्रोसित हेर्नु है। अब हेर्नु, म भेन चित्र बनायो, एउटा चित्र बनायो, र त्यसमा दुईवटा गोलो पार्छौँ। अब हेर्नु, म राम्रोसित बुझाउनेछु है। स्टुडेन्ट राम्रोसित बुझ्नु है। यसमा के हो भन्ने बुझाउने गर्नेछु। के हो भन्ने। अब त्यसलाई हामीलाई युनियन भन्ने। अब यसैलाई युनियन भनेको त्यो रुलमा लेखाएको छु म। जस्तै जामा सङ्ख्या यानि कि विद्यार्थी सङ्ख्या यानि कि एउटा कोठामा 500जना सङ्ख्या यानि कि अब यसलाई ए युनियन बी को कम्प्लिमेन्ट भनिन्छ। अब त्यसलाई ए इन्टरसेक्सन बी भनिन्छ। अब यसलाई नम्बर अफ ए भनिन्छ है। ओन्ली नम्बर अफ ए, नट नम्बर अफ ए, दिस ओन्ली नम्बर अफ ए। अब यसलाई ओन्ली नम्बर अफ बी भनिन्छ। अब यस्तै म टुक्रा गरिदिएको छु है। राम्रोसित यसलाई भाषामा यस्तै लेखेको छु। अब सबै कुरा तपाईँहरूलाई चित्र बुझ्नुहुन्छ भने फर्मुलामा केही छैन, चित्र बनाउनु आयो भने सबै कुरा तपाईँले बुझ्नुहुन्छ। अब यो दुबई, अब ए युनियन बी कसरी भन्ने, अब भनिदिन्छ कलर गर्नको लागि। त यो दुबई जुन म गोला पारेको छु नि, गोलो, त्यसलाई रङिदिने है। यसको कन्सेप्ट त क्लियर भयो। अब नियम नम्बर हामी यानि कि नियम 3मा, यानि कि 3 नम्बर नियम। जस्तै म यो तपाईँको चित्र सम्बन्धी समस्या त क्लियर गरिदियो। त्यसपछि के हुन्छ भने त्यसपछि हामीले नियम नम्बर 3 आउँछ। के हुन्छ, सूत्र सम्बन्धी। अब सूत्र कसरी बनाउने र चित्रमा कसरी भर्ने, म सबै कुरा यहीँ सिकाउनेछु है। राम्रोसित है बुझ्नु है। यसपछि हेर्नु है, म के गर्नेछु भने यो चित्रमा 9 क्लासमा भनिदिन्छ भने कलर गर्नको लागि कहिलेकाहीँ ए युनियन बी भनिदिन्छ, कहिलेकाहीँ ए इन्टरसेक्सन बी भनिदिन्छ, कहिलेकाहीँ के भनिदिन्छ, कहिलेकाहीँ कम्प्लिमेन्ट भनिदिन्छ, कहिलेकाहीँ इन्टरसेक्सन भनिदिन्छ। र यसलाई के गर्नु छ भने हामीले गोलो त्यो रङ लगाउन भनिदिन्छ, यानि कि चित्रमा बुझाउनु है यो के हो। अनि कहिले काहीँ त्यो कलर गरेर दिन्छ र मलाई सङ्केत दिनु छ। यस्तो पनि आउन खालको क्वेसन्स छ 9 क्लासमा। म सबै कुरा सिकाउनेछु। यहाँ फर्स्टै चित्र सम्बन्धी रङ कसरी भर्ने त्यसमा म सिकाउनेछु है। यहाँ फर्स्ट अफ अल म एउटा अझै चित्र बनाइदिएको छु र त्यसमा गोलो पार्ने र यसमा यस्तो पनि आउने खालको क्वेसन्स छ 9 क्लासमा। के गर्ने, धेरै गर्ने पनि छ र यस्तै म बताउने छु। अहिले आशा छ राम्रोसित बुझ्नुभएको होला। धेरै गर्ने छ है। र यसमा ए युनियन बी, यसलाई के भनिन्छ भने ए युनियन बी। के भनिन्छ, ए युनियन बी। पुरैमा कलर गरिदिने। म पुरै कुरा सिकाउनेछु है। तपाईँहरूले नआतिनु होला। बिस्तारै बिस्तारै म अझै अगाडि बढाउने छु र तपाईँहरूको छेउछाउमा साथीहरूलाई पनि भनिदिनु होला यो क्लास जोड्नको लागि। म 8 क्लासदेखि 11 क्लाससम्म क्लास लिनेछु र तपाईँहरूले बुझ्नु होला राम्रोसित। अब हेर्नु है, मन पराउने। अब यहाँ दुवै मन पराउने अब लेख्छु है। दुवै मन पराउने म भनिदिन्छ भने चित्र गर्नु, यानि कि रङ लगाउनको लागि त्यो कसरी गर्ने।
मेरो कुरा बुझ्नुहुन्छ भने चित्त बुझ्छ है, नचित्त बुझ्ने कुरै छैन। म यस्तो कन्सेप्ट लिएर हेर्छु नि, तपाईँहरूलाई म पुरै कुरा बुझाउने छु है। यहाँ हेर्नु है, सेम त्यस्तै फिगर बनाएको छु र यसमा भनिदिएको छ भने यहाँ मन पराउने विद्यार्थीको सङ्ख्या, यहाँ दुवै मन पराउने विद्यार्थीको सङ्ख्यामा कलर गर्नको लागि, यानि कि चिन्ने कसरी, अब त्यस्तो पनि दिने खालको क्वेसन छ 9 क्लासमा। म त किताब हेरेको छु, 2 वर्ष भइसक्यो, तर पनि म यसलाई म टुङ्ग्याउन प्रयास गर्दैछु राम्रोसित। र यहाँ हेर्नु, राम्रो म कन्सेप्ट लिएर बताउने छु र यसलाई इजी तरिकाले बुझ्नुहुन्छ भने केही छैन, सेटमा है राम्रोसित पास हुन्छ नि। मेरो क्लासहरू कहिले पनि नछोड्नु, म राम्रो मार्क लिएर तपाईँहरूको ल्याउन सक्छु, तपाईँहरूलाई राम्रो मार्क ल्याउन सक्छु है। ओन्ली नम्बर अफ ए भनिदियो त भने ओन्ली नम्बर अफ ए बुझाइदिएको छु तपाईँले के कसलाई भनेको छ र ओन्ली नम्बर अफ ए कहाँ छ, के छ, ओन्ली नम्बर अफ बी के छ, त्यही सबैमा कलर गर्नु छ। र अझै म त्यो रुल सिकाउने छु व्यञ्चित्र सम्बन्धी। 9 क्लास राम्रोसित पढ्नु होला है। 9 क्लास पढेपछि 10 क्लास इजी लाग्छ। ए युनियन बीको कम्प्लिमेन्ट त म बुझाइदिएँ, त्यो सबै चित्रमा कसरी कलर गर्नेछौँ यो राम्रो छ, इजी पनि छ, तपाईँले बुझ्नुभएको होला। यहाँ ए युनियन बी कसरी कलर गर्ने, ए युनियन बीमा ए युनियन बी अब यस्तो दिइहाल्छ है, चित्र व्यञ्चित्र दिइहाल्छ, अब भन्छ सङ्केत लेख्नुको लागि है, राम्रोसित बुझ्नु। त्यसपछि के भनिदिन्छ, नियम नम्बर अब 4 आउँछ। यसमा के गर्नु, सूत्र सम्बन्धी समस्या धेरै स्टुडेन्टहरूलाई लाग्छ सूत्र त धेरै छ के गर्ने। अब म 3-4वटा सूत्र लेखाउँछु, अब राम्रो लाग्छ है, 3-4वटाबाट सबै कुरा आइहाल्छ है, त्यसैलाई तोडफोड गर्दाखेरि सबै कुरा बन्छ है। म फर्स्ट अफ अल नम्बर अफ युनियनको फर्मुला सिकाउने छु। नम्बर अफ ए प्लस नम्बर अफ बी प्लस नम्बर अफ ए युनियन बी माइनस ए इन्टरसेक्सन बी। त्यसपछि हामीले यहाँ ए युनियन बीको फर्मुला सिकाउनेछौँ, नम्बर अफ ए प्लस नम्बर अफ बी माइनस ए इन्टरसेक्सन बी। त्यसपछि हामीले यहाँ अब हेर्नु है, एउटा कुरो तपाईँले बुझ्नुहुन्छ, मलाई आशा छ है। यहाँ कम्प्लिमेन्ट कुनै पनि आउँछ वर्ड, यानि कि ए कम्प्लिमेन्ट बी कम्प्लिमेन्ट सी कम्प्लिमेन्ट एन्ड ए युनियन बी कम्प्लिमेन्ट ए इन्टरसेक्सन बी कम्प्लिमेन्ट, त युबाट घटाउने है, युबाट घटाइदिने है। जस्तै कि ए युनियन बीको कम्प्लिमेन्ट आयो त यु माइनस ए युनियन बी, जस्तै कि ए इन्टरसेक्सन बीको कम्प्लिमेन्ट भयो त यु माइनस ए इन्टरसेक्सन बी। त्यसपछि म यतिकैमा अब त्यसलाई तोडफोड गर्दाखेरि सबै कुरा कन्सेप्ट आइहाल्छ है। म भनिदिएको छु है, दुईवटा पनि कम्प्लिमेन्ट आउने सम्भावना हुन्छ है। दुईवटा कम्प्लिमेन्ट आउँछ भने त्यसलाई पनि यु माइनस यु गर्ने र त्यसपछि बनाउने, कुनै पनि कम्प्लिमेन्ट आयो भने त्यसलाई युबाट घटाउने है, बुझ्नु होला है। नियम नम्बर अब 5, म 5बाट नियम यो फ्लो गरिदिनुहुन्छ भने सेटको धजिया उडिहाल्छ है, केही छैन है। अब सेट नम्बर के हो, त्यो रुल 5 नम्बरमा अलिकति छ अझै कन्सेप्ट क्लियर गर्नको लागि। अब म यसलाई अझै कन्सेप्ट क्लियर त हुन्छ, कतिपय स्टुडेन्टलाई आउँछ समझ कि आउँदैन। अब अभ्यासमा म छिर्छु र त्यसपछि म तपाईँलाई सिकाउँछु ए टु जेड कुरा। अब अभ्यास आउँछ बिस्तारै, म एकवटा इक्जाम्पल म सिकाइरहेछु। यस्तो खालको फर्स्ट अफ अल छ र त्यसमा यो 1 2 3 4 छ नि,
र त्यसलाई भनिदिन्छ नम्बरमा लेख्नको लागि नि नम्बर अफ ए भनिदिन्छ भने त्यसलाई के भनिन्छ भने 5 मतलब 1 2 3 4 5 6 छ त्यसलाई अनुसार मात्र 6 यसले काउन्ट गरेर कतिवटा छ नम्बर अनि गर्नु होला र म एउटा अझै कुरा म सिकाउने छु कुनै पनि कम्प्लिमेन्ट हेर्दाखेरि म भनिदिएको छु युबाट घटाउने है कुनै पनि कम्प्लिमेन्ट भनिदिएको छु युबाट के गर्ने घटाउने है कुनै पनि कम्प्लिमेन्ट आउँछ भने त्यसलाई युबाट घटाउने र हेर्नु है म कुनै पनि कम्प्लिमेन्ट म बताइरहेको छु त्यसलाई युबाट घटाइरहेको छु अझै कुनै छुटेको होला भने म त्यो एक्सर्साइज गर्दाखेरि म पुरै कन्सेप्ट क्लियर गर्छु र म बुझाउँछु र त्यसपछि मैले यहाँ एउटा इक्जाम्पल दिएर आजको क्लास म यही समाप्त गर्न चाहन्छु एउटा अझै इक्जाम्पल म दिइरहेको छु है इजी इक्जाम्पल दिइरहेको छु जस्तै कि 5 साइज मानौँ न यु र त्यो 6 छ र ए युनियन बीको कम्प्लिमेन्ट भनिदियो भने सिम्पल कुरा घटाइदिने 5 मा 6 र त्यसपछि के हुन्छ -1 बाँचिहाल्छ र म यस्तै भिडियो लिएर आउँदैछु है अरू क्लासमा पनि राम्रोसित म बुझाउने छु र यहाँ म आज अझै कुरा म एउटा अझै कुरा म सोच्न गइरहेको छु माइकको प्रब्लम आइरहेछ कतिपय स्टुडेन्टले भनिदिएको छ म माइकको पनि व्यवस्था गर्छु भेन चित्रको सहयोगले सबै कुरा गर्न सकिन्छ भेन चित्र बुझ्नु भएको होला भने कमेन्टमा लेखिदिनु होला नत्र म फेरि क्लास रिपिट गर्छु केही त्रुटि छ भने हाल्नुहुन्छ एउटा अझै कन्सेप्ट छ अलगिए भनिदियो भने त्यसको सूत्र के हुन्छ नम्बर अफ ए प्लस नम्बर अफ बी के हुन्छ नम्बर अफ ए प्लस नम्बर अफ अलगिए अलगिएको समूह भनिदिन्छ आजको क्लास म इन्ड गर्नेछु टेस्ट क्लास आज भएको छ र मेरो पुरै कन्सेप्ट तपाईहरुलाई बुझ्नुहुन्छ स्टुडेन्ट्सहरु आजको क्लास इन्ड भयो र म आज तपाईहरुलाई नमस्कार गर्दैछु मेरो च्यानलमा राम्रो पढाइ भएको छ भने त्यसमा सब्स्क्राइब गरिदिनु होला र मलाई अरु स्टुडेन्टलाई पनि शेयर गर्नु होला ल थ्यांक यू धन्यवाद स्टुडेन्ट्स